न्यू कैची गाइज न्यू कैची मान्छेहरू हेर्नु के छ दाइ ओ सब ठिक छ यार तपाईँलाई यहाँको कटिङ कस्तो लाग्छ मलाई कटिङ यहाँको राम्रो लाग्छ भाइ यार राम्रो लाग्छ प्लस कस्तो हुन्छ भने कटिङ त भइहाल्छ जहाँ पनि हैन हजुर जसले पनि गरिहाल्छ कटिङ त तर यहाँ आउँदाखेरिको जुन आनन्द आउँछ नि त्यो ठाउँमा चाहिँ आउँदैन कि अरू ठाउँमा किनभने यहाँ चाहिँ जुन ओनर हो उहाँको पनि बोली राम्रो छ सबभन्दा राम्रो पहिला सुरु होइन एकदम इज्जतले राम्रो पाराले बोल्छ जोसँग पनि होइन त्यो सबभन्दा राम्रो लागेको अनि उसको मलाई कटिङहरूदेखि लिएर यताउताहरू सबै राम्रो लाग्छ हजुर म होइन धेरै वर्ष भइसक्यो म यहाँ आएर कपालहरू काट्ने कति वर्ष जति भयो त म लगभग यहाँ आएर मैले कपाल काटेको तपाईँको यो ठाउँमा आएको चाहिँ 7-8 वर्ष भयो यहाँनिर चाहिँ कैँची पार्लर पहिला चाहिँ उता पारिजात पथमा थियो कैँची पार्लर होइन फर्स्टमा त्यसपछि चाहिँ तपाईँको अनि सेकेन्ड चाहिँ यहाँ आएको बुझ्नुभयो पहिला फर्स्टमा चाहिँ कैँची पार्लर पारिजात पथमा थियो होइन पारिजात पथदेखिको कस्टमर हो म त्यतिखेर चाहिँ पार्टनरमा थियो उसको होइन पछि उसले सिङ्गल यहाँ गरिसकेपछि चाहिँ अनि म यहीँ आएर गरेको होइन त्यो थियो जस राम्रो लागेर म चाहिँ यहीँ आउने गर्छु एकदम उसको बोली वचनहरू एकदम राम्रो लाग्छ कि फेसिलिटी पनि तिम्रो राम्रो छ बसाइको लागि राम्रो छ तिम्रो है आनन्दले बस्यो चिसो होइन जाडोमा तातो एसीको गर्मीमा चिसो एसीको होइन आनन्दले बस्नको लागि पनि एकदम कम्फर्टेबल 4जना 5जना आएर बस्न पनि मिल्छ एकजना कपाल काट्ने 4जना आएर बस्न पनि मिल्ने खालको छ एकदम युजहरू पनि सब ठिक छ सोनोबाथहरू पनि अब रेडी हुँदैछ हाम्रो अब यो थप्दैछ होइन यो अब अलिक दिनको हो त्यसपछि धैर्य गर्नु सोनाबाथहरू सबै थपिन्छ होइन जस राम्रो छ यहाँको है कटिङ सटिङदेखि लिएर यताउताहरू चाहिँ एकदम राम्रो लाग्छ मलाई र सबभन्दा राम्रो लाग्ने भने चाहिँ बोली हो मलाई भाइको है धीरज भाइ हो होइन धेरै भयो चिनेको पनि यो धीरज भाइको बोली चाहिँ एकदम मलाई चाहिँ एकदम राम्रो लाग्छ है यो भिडियो हेर्ने मान्छेलाई तपाईँले के भन्न चाहनुहुन्छ यो भिडियो हेर्ने मान्छेहरूलाई चाहिँ म के भन्न चाहन्छु भने अब भिडियो त मेरो हेर्नु भयो मेरो कुराहरू सुन्नु भयो तपाईँले राम्रो राम्रो मात्रै कुराहरू सुन्नु भयो होइन अब नराम्रो कुरा त छैन म चाहिँ के भन्न चाहन्छु भने एकचोटि तपाईँहरू आएर भिजिट चाहिँ गरिदिनु होला त्यसपछि होइन हजुरहरूले थाहा हुन्छ कि मैले यो भिडियोमा बोलेको कुराहरू गलत हो कि सही हो भन्ने कुरा चाहिँ थाहा हुन्छ एकचोटिहरू तपाईँहरू भिजिट गर्न चाहिँ आइदिनु होला हजुरहरू आफैले थाहा पाउनुहुन्छ हेर्नुहोस् अनि यो पसलको यो ठाउँको ओनर चाहिँ को हो यो ठाउँको ओनर चाहिँ हाम्रो धीरज ठाकुर हो होइन हाम्रो उहाँ हुनुहुन्छ ऊ भर्खर हाम्रो लेडिज सिस्टरको फेसको ऊ गर्नु भएको छ होइन उहाँ धीरज ठाकुर हो होइन एकचोटि हेरिदेऊ त भाइ हेलो नमस्ते सबैजनालाई होइन हजुरहरू पनि सबैजनालाई चुल्लो निम्तो एकचोटि मेन रोडमा हाम्रो हिमाल ब्याङ्क सँगै छ हजुरहरू पनि भिजिट गरिदिनु होला यो ठाउँमा जस्तो तपाईँले देख्नु हुनुहुन्छ दाइले बाको पनि एक दुई शब्द हेलो बा त्यहाँ हेर्दैछु उहाँ एकदम खतरा आर्टिस्ट उहाँ चाहिँ पेन्टिङ सम्बन्धीको एकदम राम्रो मान्छे हो होइन धेरै वर्षदेखिबाट चिनेको हो मैले उहाँ दाइलाई मनोहर ढुङ्गाना हो उहाँ धेरै अगाडिको हो होइन पेन्टिङ एकदम राम्रो बनाउनुहुन्छ उहाँले पेन्टिङ चाहिँ राम्रो यो पेन्टिङ हामीले अहिलेसम्म यहाँ 4चोटि 5चोटि फेरिसकेको हो होइन अहिले फेरि आयो यो 4औँ 5औँमा छ यो पेन्टिङहरू फेरि बन्दैछ होइन एकदम पर्फेक्ट बनाउँछ दाइले पेन्टिङहरू चाहिँ है हेटौँडामा चाहिँ है हेटौँडाको हो एकदम लेखाइदेखि लिएर पेन्टिङदेखि यो पिक्चरहरूदेखि लिएर सब काम गर्नुहुन्छ घरको डेकोरेसनहरू भित्रको भयो होइन कस्तो पेन्ट गर्ने कस्तो बुट्टा निकाल्ने पिक्चरहरू बनाउनेदेखि लिएर सबै गर्नुहुन्छ उहाँ दाइले चाहिँ है हाम्रो मनोहर ढुङ्गाना दाइ हुनुहुन्छ होइन जस्तो तपाईँहरूले देख्नुहुन्छ उहाँ हाम्रो धीरज दाइले कति मेहनतसँग गर्नुहुन्छ कस्टमरसँग फ्रेन्डली भए पुरै कस्टमरलाई यति छ